आजको बिहानै एकजना युवा बुटोलदेखि भैरवतर्फ जाँदै गरेको क्रममा मैले भेटाएको छु र उहाँको परिचयतर्फ जाँदैछौँ हामी। भाइ हजुर कहाँसम्म हिँड्नुभयो? नमस्कार दाइ। हजुर नमस्ते। म चाहिँ अब हाम्रो यात्रा इन्डियासम्मको छ। इन्डियासम्म हो? हजुर। हजुरको नाम खुलाइदिनु न, के हो हजुरको नाम? मेरो नाम चाहिँ सुलभ गुरुङ। हजुर। अनि आज यो दुर्गा लागेको छ होइन? ए दुर्गाकै क्रममा कहाँसम्म पुग्ने हो त हजुर? इन्डियाको कुन ठाउँ पुग्ने हो? हामी तपाईँले चिन्नुहुन्छ कि नै? हजुर अलिक भने हजुर। अब त्यहाँ पुगेर 2 महिनाको ए तपाईँको मेडिटेसन हुन्छ त्यहाँ। ए हो र? हजुर हजुर। एकदम पूजापाठ सबै भजन यसो हजुरको यस्तो लुक्स देखाइदिनु त पहिला। यता पनि यसो घुमिदिनु त। यता यता हजुर हजुर दामी छ है। त्यसपछि फेरि हामी यो 2 महिनाको के भन्छ त्यसलाई ध्यान सकेर फेरि नेपाल फर्किनेछौँ। ए हो र? हजुर। अनि बुटोल कता हो त तपाईँको घर? हाम्रो बुटोल चाहिँ यही सुक्खानगरमा पर्छ। ए सुक्खानगरमा हो? हजुर। दिपबोर्डिङ साइडतिर हो क्या हो? ठ्याक्कै त्यसको पछाडि। ए हो र? हजुर। हजुर त्यो रमेशको छोरा त होइन? रमेशको छोरा चाहिँ होइन, ल? रमेशको छोराको साथी चाहिँ हो है। ए हो र? अनि त ए उसो आज तपाईँ त मेरो भाइ पर्नु भयो नि त यार, फुलबाको छोरा। अरे चिन्जान कहाँ हो हामी?